चाहिँ हामी साग टिप्न जान्छौँ। साग टिप्न हामी चाहिँ सिमसाग टिप्न जाँदैछौँ। त्यहाँ पर चाहिँ हामीले सिमसाग रोपेको छौँ। अब हामी सिमसाग टिपेर ल्याउँछौँ त्यहाँ गएर। यहाँबाट यता चाहिँ हामीले यता रोपेको छौँ साग। हामी चाहिँ सिमसाग टिप्ने ठाउँमा आइपुगिरहेछौँ। अब चाहिँ यहाँनिर चाहिँ मसिनो माछाहरू पनि छ, साग पनि छ। साग टिपेर लगेछन् क्यारा मान्छेहरूले। अस्ति नै त धेरै थियो, अलिक कम भएछ। मान्छेले टिपेर लगेछन् नि हौ साग त। अब चाहिँ हामी साग टिप्छौँ। यो चाहिँ अस्ति हामीले आफैले रोपेको साग हो। यो सिमरायो साग, अर्ग्यानिक मलसल नहालेको। यहाँनिर चाहिँ पानी यसरी बगिरहन्छ। यो चाहिँ मलहरू नहालेको एकदम अर्ग्यानिक राम्रो हुन्छ खानालाई, मिठो पनि हुन्छ। केलाउनलाई चाहिँ अलिक झाउ हुन्छ र पनि बजारमा किनेको भन्दा चाहिँ यो साग धेरै मिठो हुन्छ। हामी चाहिँ दुई तिन दिनमा लगेर खाइरहन्छौँ यो साग। एकदम मिठो लाग्छ हामीलाई चाहिँ। यस्तरी टिपेर लान्छौँ। त्यहाँ मेरो बुढोले पनि टिप्दै हुनुहुन्छ साग, मलाई सघाउँदै हुनुहुन्छ। साग टिपेर लगिदिएछन् कसले हो। अस्ति अलिक धेरै थियो, घरदेखि अलिक टाढा छ, मान्छेले टिपेर लगिहाल्छन् अलिअलि। कति टिप्नुमा खै लाउनु त। यहाँ एक छाक बनाएर लानुपर्छ। आज एक छाक बनाएर लानुपर्छ। टिपेर लगेछन् होइन अलिअलि। हामीलाई एक छाक भयो भने हुन्छ आजलाई। टिप्नलाई अलिक झ्याउ हुन्छ, टिप्न र केलाउनलाई। तर खानुको लागि चाहिँ एकदम मिठो हुन्छ। मलाई चाहिँ धेरै मिठो लाग्छ। पुग्छ होला हौ हामीलाई अब यति बेला। अब यहाँ त कत्रो रहेछ हौ। यत्रो हुन्छ, कत्रो ठुल्ठुलो रहेछ। अब पुग्छ पनि। ए लाउनु खै कति भयो बुझौँ। त्यति भइसकेको छ साग। अब पुग्यो आजलाई हामीलाई।